क्विक क्रिसमस सेलिब्रेसन 2025 मा यहाँलाई स्वागत छ। आज चाहिँ हामी इसाई समाज विराटनगरले आयोजना गरेको क्रिसमस शुभकामना आदान प्रदान कार्यक्रममा छौँ। हामी रेडी अवस्थामा छौँ। अहिले 11 बजेदेखि यो सुरु हुँदैछ। विराटनगर स्थित बिलिभर्स इस्टर्न चर्चमा आजको हाम्रो कार्यक्रम छ। यो चाहिँ हाम्रो भोलिन्टियरहरू है, सबैजना हामी पुरा रेडी अवस्थामा छौँ। विश्वासहरू आउने क्रम जारी छ। यतापट्टि चाहिँ स्टलहरू छ, विभिन्न स्टलहरू छ। स्टलहरू रेडी हुँदैछ। यता चाहिँ बिएसी चर्चबाट प्लान्टहरू छ। त्यस पछाडि कस्मेटिक आइटम्स यता फेरि अर्को स्टल छ। सेलरोटी नै रहेछ। 60 रुपैयाँ मात्र 60 रुपैयाँ एउटाको। कतिवटाको हो? सेलरोटी प्लस तरकारी सेट। ए सेटको 60 रुपैयाँ रहेछ। दुईटा सेलरोटी हो 60 मा। अलिक जनतालाई क्लियरली भन्नु पर्यो क्या। सेलरोटीवाला साउनी यता हुनुहुन्छ, उहाँ भव्य तयारीका साथ आउनुभएको छ। आज यसमा खासमा दुईटा सेलरोटी र तरकारीको 60 भन्ने हुनु पर्थ्यो हैन त? त्यही त कन्फ्युज हुँदो रहेछ अलि। यता फेरि मोमो छ, चिकन बब सब रहेछ। 300 रहेछ। त्यसपछि मोमो छ, अचारको भेराइटी रहेछ यहाँ चाहिँ। यता पनि स्टलहरू रेडी हुँदैछ। अहिले आउँदै हुनुहुन्छ होला। यहाँ चाहिँ भिजन चर्चको अहिले एकछिनमा हुन्छ होला। यहाँ अर्को जय सङ्कल के भन्नु छ होला? एकदम जवान पास्टर हाम्रो बिचमा हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो ज्योतिको अचार छ। तर ज्योतिले बनाएको अचार छ यो बफ र चिकनको अचार रहेछ। मन्ना अचार। यदि यहाँलाई चाहिन्छ भने होलसेल तथा खुद्रा मूल्यमा अल ओभर नेपाल डेलिभरी सुविधा सहित। यहाँ हेर्नु त है, हेर्दै खाउँ खाउँ लागेन तपाईँहरूलाई? यस्तो छ चिकन, यस्तो छ। त्यस पछाडि बफ यस्तो छ। करणले बोनी पनि गर्न लागिसक्यो यहाँ त। पुरा हुँदै गर्छ हैन? पहिला एक सेट चाहिँ खाइदिउँ न। करणले भात नखाइकन आए जस्तै छ। अलिकति पोलेर ल्याउनु भएको रहेछ। अब बाँकी अरू पोल्ने अरे। भाउ तपाईँलाई के भन्नु छ? ह्याप्पी क्रिसमस भन्छु सबैलाई, हाम्रो भाइलाई बुहारीलाई। रोटी हाल्ने अहिले चाहिँ हामी पुरा तयारीमा छौँ। कार्यक्रम सुरु भएको छैन। यता खानेकुरा चाहिँ धम्माधम हुँदैछ यहाँनिर। अब क्लियर के हुनुहोस् भने दुईटा रोटीको साथमा मिठो अचार मात्र रु 60 मा। ए तरकारी आलुदमको सेट मात्र 60 मा। फेरि यहाँले अर्को कस्टमर लिएर आउनुभयो भने केही डिस्काउन्ट पनि हुनसक्छ होला। तर यता साउनीले भने पछाडि मात्रै भिडियोको चाहिँ भर नगर्नु होला। अर्को नखाने अर्को स्टलको सामान पनि यहाँ आए जस्तो छ। भव्य तयारीका साथ अर्को स्टल आइपुगेको छ। भिजन चर्चको होला। जय मसे। ए मेन यहाँ के खाने हो आउने? ए बफ होला। यो त के हो नि? बफ हो? ए पोर्क हो। पोलुवा खाना चाहिँ यता आउनु होला है। यहाँ एनी किचन्स कस्मेटिकको यहाँ यस्तो बन्दैछ। यो भाइ चाहिँ गोप्रोको मालिक हो है। म चाहिँ काम कारिन्दा मात्रै हो। हामी पुरा तयारीमा छौँ। रोहिनको जिम्मा चाहिँ पानी बाँड्ने छ। एकजनालाई एउटा मात्रै। यसरी तयारी हुँदैछौँ। ग्रिटर्सहरू छ यहाँ गेटमा चाहिँ। यता ढोकामा त्यस पछाडि भाइहरू पनि हुनुहुन्छ। यो चाहिँ हाम्रो आजको कार्यक्रम हल हो।
यहाँ करिब हामी 350 जना अटाउँछौँ बिलिभर्स इस्टर्न चर्चमा हामीहरू छौँ। यो चाहिँ हाम्रो सिट एरेन्जमेन्ट हुँदैछ यहाँनिर। अझै एकजना ल्याइदिउँ। आफ्नो नाम हेर्ने टक्क बस्ने त्यहाँ यो चाहिँ हाम्रो यहाँ तयारी हुँदैछ को कहाँ बस्ने भनेर सिट एरेन्जमेन्ट हुँदैछ। त्यस पछाडि यहाँ क्वायर पनि दमदार प्रस्तुतिको लागि तयारी हुनुहुन्छ। यसपालि चाहिँ हामीलाई प्री क्रिसमसमा भिजन चर्चले क्वायरमा म्युजिक सिस्टम सब साउन्ड सबैमा सहायता गर्दै हुनुहुन्छ। हुन्छ सबै क्रिस्चियन जनहरूलाई क्रिस्टी अभिवादन जयमसी र मेरी क्रिसमसको धेरै धेरै शुभकामना। अनि यो उत्सवलाई हामी सम्पूर्ण समाजमा आबद्धित मण्डलीहरू मिलेर उहाँको प्रशंसा र महिमाको लागि उपस्थित छौँ। सबैलाई मेरी क्रिसमस र आउँदै गरेको नयाँ सालको ह्याप्पी न्यु इयर जयमसी। स्वागत गर्दछौँ एउटा सहर कार्य गर्नुको निम्ति। अनि सानो एउटा पत्र अथवा एउटा मुखको बोलीमा पनि आइरहेको यहाँलाई हामी एकदम धन्यवाद दिन्छौँ र पुरातन इसाई समाज सबैलाई ख्रिस्टी अभिवादन जयमसी नमस्ते। यहाँको बिचमा उभिन पाउँदा म खुसी छु र विशेष गरेर यो क्रिसमस शुभकामना सन्देशमा छुटाउन नदिएको एउटा कुरा म यहाँलाई राख्न चाहन्छु। अन्तिम सन्दर्भ अनि मानिस देहधारी हुनुभयो, वचन देहधारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भए हाम्रो बिचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौँ, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो यो। आमेन। वचन देहधारी भयो।
होइन यो शब्द योभन्दा बाहेक अरू कुनै पुस्तकले यति बोल्ड तरिकाले यति महत्त्वपूर्ण तरिकाले भनेको हामी पाउँदैनौँ। उहाँ देवदारी हुनुभयो। परमेश्वरले आफ्नो अनित्य प्रतिरूपलाई मानिसको रूपमा बदल्नु भएको जस्तै आश्चर्य गर्न आज यो संसारमा कहीँ पाउँदैन। अनि आज उही मुक्तिदातालाई हामी यो समय आराधना दिनेछौँ। 32 नम्बरको भजन हामी भजन गाउनेछौँ। यो समयमा प्रभु जन्मे गाईको गोठमा है हामी त्यो नामलाई गाउँदै यो समय आराधना दिनेछौँ। ईश्वरीय मस्जिद मण्डलीको तर्फबाट र कोशी प्रदेश इसाई समाजको तर्फबाट महासचिवको हैसियतले यहाँहरूलाई बडा दिनको सलाम शुभकामना व्यक्त गर्न चाहन्छु। सर्वप्रथम क्रिसमसको पावन अवसरमा सबैलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। प्रभु जिजस क्राइस्टको जन्म मानवताको प्रेम, करुणा, क्षमा र सह-अस्तित्वको सन्देश बोकेको क्रिसमस केवल एक धर्मको मात्र होइन, सम्पूर्ण मानव समुदायको साझा उत्सव हो भन्ने मलाई लाग्दछ। क्रिसमस केवल एउटा धार्मिक पर्व मात्र होइन, यो मानव बीचको सम्बन्ध मजबुत बनाउने, आशा जगाउने र शान्तिको बाटो देखाउने महान अवसर हो। यो चाहिँ भिडियो, यो हाम्रो क्रिसमसको केक हो। भिडियो यो पठाउँछ सबैलाई। भिडियो है, भिडियो यो। हस् हस्
यो चाहिँ हाम्रो केक सर्भिस हुँदैछ केक बाँड्दै हुन्छ गुरुआमाहरू भोलिन्टियरलाई मिल्छ कि मिल्दैन अरे यहाँ साराले मिल्छ मोनिका हाम्रो कलेज टपर पनि आइपुगेछ हाम्रो कलेज टपर है यो बहिनी चाहिँ होइन है कलेज टपर नै चाहिँ लिँदै जाऊ हाम्रो भित्र कार्यक्रम पनि हुँदैछ अनि बाहिर स्टलहरूमा पनि के भन्नु छ मेरी क्रिसमस एन्ड ह्याप्पी न्यू इयर हजुरलाई दिदीलाई के भन्नु छ मेरी क्रिसमस सबैजनालाई पानी 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 ह्याप्पी क्रिसमस ऊ चाहिँ हाम्रो इसाई समुदायको सबभन्दा अग्लो व्यक्ति हो भनेर भन्दा गफ दिए जस्तो हुन्छ होइन होइन पानीवाला भाइहरू ऊ अझै इँटामाथि चढेर अझै अग्लाउन खोज्दैछ हाम्रो भित्र कार्यक्रम पनि हुँदैछ इसाई स्थलहरू हो यो कस्मेटिक छ यहाँ प्लान्टहरू छ त्यस पछाडि सेलरोटी छ हाम्रो कान्छाले पैसा कहाँ राख्ने भनेर उसलाई टेन्सन भइसक्यो पैसा राख्दा राख्दै मेरो दिनले कस्तो रहेछ खुद्रा नै चाहिएको हाम्रो बिजनेसम्यान चाहिँ फोनमै व्यस्त हो फेरि पुरै केही भन्नु छ तिमीलाई केही छैन सब ठिक छ सबैले खाउँ रमाइलो गरौँ त्यसै मनमा अचार हो यहाँलाई अचारहरू चाहिन्छ भने चाहिँ यहाँ सम्पर्क गर्न सक्नुहुन्छ है हजुर ए ठिक छ एकदम श्रीमान श्रीमतीलाई भ्याइ नभ्याइ छ यहाँ हजुर ए म आउँछु नि अहिले हिजो भर्खर टाँसो भयो यो नयाँ नयाँ किताब पनि रहेछ यो मात्र 100 रुपियाँ अनि यो 80 रुपियाँ 450 यो दुइटा लिनुभयो भने 140 मात्र यो दुइटाको यो दुइटा किन्नु 140 मात्र यो कति पातलो पो रहेछ मलाई पुरा हेभी मोटोवाला जस्तो लाग्दैछ होइन नि पातलो छ यो कति अरे 450 तिनटै लियो भने चाहिँ तिनटै लियो भने यसको त फिक्स प्राइस हुन्छ यसमा चाहिँ अलिक बढी डिस्काउन्ट सक्छ ए म आउँछु है यो चाहिँ हाम्रो किताब हो भिजन चर्चको हाम्रो भाइहरूले स्थलमा राख्नुभएको छ तपाईँहरूलाई पनि चाहिन्छ भने उहाँहरूलाई पछि पनि सम्पर्क गर्न सक्नुहुन्छ है यता के छ यता
कार्यक्रम लगभग सकिसकेको छ। अहिले बाहिर एकदम भिडभाड छ यहाँनिर, खाने ठाउँहरूमा पुरै रमाइलो छ। के यहाँ फ्रीमा बाँड्दैछ कि क्या? कफी सबको हातमा कफी जाँदाखेरि ओहो 20 रुपियाँ त अलिक धेरै दिने आफ्नो चर्चलाई 20 रुपियाँ होइन 20 को 30 20 को 30 म त यहाँ फ्रीमा रहेछ क्या भनेर आएको सबैजनाले लिएको देखेर। यसको बेला के भन्नु छ? एकदम मिठो छ। तपाईँहरूले आउन सक्नुहुन्छ यहाँ। कफी 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 इसारा कफी यो त आफूले जज गरेर के लाग्छ? एकदमै मिठो छ कफी। मैले भर्खर टेस्ट गरेँ। आफू पनि खाऊ अरूलाई पनि खुवाऊ। भर्खरै मैले टेस्ट गरेको एकदम मिठो छ। एकदम मिठो। आफू पनि खाऊ अरूलाई पनि खुवाऊ। तिमीलाई केही भन्नु छ? कस्तो लाग्यो त प्रोग्राम? स्कुल नगई आएको आज? स्कुल रमाइलो कि यता प्रोग्राम? प्रोग्राम रमाइलो है? ल म निकालिदिन्छु। हजुर नो माथि जाने लडिन्छ। ब्याट्री सकियो छ ल 1/1 हान्ने। अझ हाम्रो भ्लगर मिटअप हुँदैछ। ओके गाइज यहाँ गोप्रो हो है। एक दिन चाहिँ यसरी आउँछ अनि टक्क पारेर हेलो गाइज भनेर भन्ने छु। दिस इज के अरे मेरो भ्लग भर्सेस अनुरागको भ्लग कसले जित्छ ल? यो भाइ कम्ताको छ भाइ। तिमी हेर लाइक पनि गरिदिँदैनौ, कमेन्ट गरेर जान्छौ होइन? यस्तो मान्छे छ दाइ यताउति भएछ तपाईँको भयो। अनि खोइ भाइ लाइकै गरेको छैन त यस्तो मान्छेहरू। ठिकै छ कन्टेन्ट लाइक गर्ने भाइ लाइक गर्ने। कन्टेन्ट पाएँ मैले। पानी पिलो गाइस। ब्लगर मान्छे भाइरल मान्छे यतिकै कन्टेन्टै कन्टेन्ट हुन्छ क्या। यो त थ्रु गर्दै भने न म त भाइरल भइदिन्छ अहिले। मेरो फेस हेर्नु म अब भाइरल हुन्छ। अब मेरो फेस हेर्दै गर्नु है।